प्रिय साथीहरू तथा दिदीबहिनी र दाजुभाइ सम्पूर्णलाई जय मसीह। आज हामी यस्तो साहसी परमेश्वरको छोरीको विषयमा चर्चा गर्नेछौँ जो परमेश्वरको राज्यमा एउटा इतिहास र राज्य परिवर्तन गर्नुभएको छ। उहाँ यस्ता हुनुहुन्छ, परमेश्वरले विशेष उद्देश्यका लागि प्रयोग गर्नुभयो र उहाँ आफ्नो जातिको जीवन सङ्कटमा पर्दा उहाँले डरलाई होइन विश्वासलाई रोज्नुभयो। उहाँले परमेश्वरमा भरोसा राख्नुभयो र साहसको साथ सही काम गर्नुभयो। परमेश्वरको जीवित वचनले यसरी भन्दछ, स्तर 4:14 यस्तो बेलामा तिमी चुप लागि बस्यो भने यहुदीहरूको निम्ति सहायता र छुटकारा अरूद्वारा आउनेछ, तर तिमी र तिम्रा पिताको धराना चाहिँ नष्ट हुन्छ। सायद यस्तै समयको निम्ति तिमी यो राजपथमा पुगेकै हौ। जब यहुदीहरू सङ्कटमा परे तब हरेक मानिसले स्तरमा आशा राखे। एस्तरले 3 दिन अनि 3 रात उपवास प्रार्थना सहित यहुदीहरूको जातिको संरक्षण गर्नुभयो। आज पनि परमेश्वरले हरेक व्यक्तिलाई एउटा उद्देश्यको लागि राख्नुभएको छ। तपाईँ जहाँ हुनुहुन्छ, परिवार, मण्डली, काम वा समाजमा, त्यो संयोग मात्र होइन, परमेश्वरले तपाईलाई आफ्नो महिमाको निम्ति प्रयोग गर्न चाहनुहुन्छ। र एस्तरको जीवनबाट 3वटा कुराहरू हामी सिक्नेछौँ। परमेश्वरको समयमा भरोसा राख्नु, डर भन्दा विश्वासलाई रोज्नु, अरूको भलाइको लागि साहसी बन्नु। आशा छ आज यो वचनले हजुरको जीवनमा परिवर्तन गर्नुहुनेछ। आमेन।